Hello, dear student. Good morning. So, today we are going to deal with the second chapter CBSE class 10 acid base and salts. So, first of all, let's know acid चाहिँ के हो भन्दाखेरि चाहिँ जुन चिजले पानीसँग रिएक्ट गरेर हाइड्रोजन आयन बनाउँछ H प्लस आयन जसले बनाउँछ त्यसलाई चाहिँ हामीले भन्छ एसिड ओके अनि एसिड त्यो चिज पनि हो जसले ब्लू लिटमसलाई रेड बनाउँछ ओके अब कुरा यो बेस चाहिँ के हो त बेसेस आर द सब्स्टान्सेस द्याट टेस्ट बिटर तितो हुन्छ अनि चिप्लो चिप्लो हुन्छ अनि जसले रेड लिटमस पेपरलाई ब्लूमा कन्भर्ट गर्छ अनि बेसले चाहिँ कहिले पनि के रिलिज गर्छ भन्दा हाइड्रोक्साइड आयनलाई रिलिज गर्छ हाइड्रोक्साइड आयन भनेको OH माइनस आयन्स इन एक्वास सल्युसन भनेको पानीमा जुन चिजले OH माइनसलाई रिलिज गर्छ अनि जसले रेड लिटमसलाई ब्लू बनाउँछ त्यसलाई हामीले भन्छ बेस सो एक्जाम्पल अफ बेस चाहिँ के हो त भन्दा सोडियम हाइड्रोक्साइड त यहाँ पनि के छ भन्दा हाइड्रोक्साइड छ OH छ र त्यसरी नै क्याल्सियम हाइड्रोक्साइड CaOH होल ट्वाइस र यहाँ पनि के छ भन्दाखेरि हाम्रो बेस छ बेसमा के हुन्छ हाइड्रोक्साइड आयन लु भनौँ बेसले के गर्छ रे बेसले चाहिँ रेड लिटमसलाई ब्लूमा चेन्ज गर्छ ओके रेड लिटमस के भयो इन्डिकेटर भयो एसिडले के गर्छ एसिडले चाहिँ ब्लू लिटमसलाई फेरि रेड बनाउँछ एसिडमा के हुन्छ हाइड्रोजन आयन H प्लस आयन हुन्छ बेसमा के हुन्छ OH माइनस आयन त्यसलाई भन्छ हाइड्रोक्साइड आयन हुन्छ बेस कस्तो हुन्छ छुँदा फेरि चिप्लो हुन्छ तितो हुन्छ भनेको छ है र यहाँ लिटमस पेपरहरू भन्ने पनि पाउँछ त्यसबाट पनि टेस्ट हुन्छ र यहाँ अर्को आयो केमिकल प्रोपर्टिज आयो हाम्रो एसिड प्लस मेटल एसिड र मेटलको रिएक्सन भयो भने एसिडलाई एउटा सम्झ न तिमीले एसिड HCl सम्झ एसिड र मेटललाई सम्झ्यो जेठेन अनि जेठेन Cl2 भयो हो कि न जेठेन प्लस HCl जेठेन Cl2 भयो एसिड र मेटलको कुरा हामीले गर्यौँ अब फेरि बेस र मेटल चाहिँ के हुन्छ भन्दा बेस प्लस मेटल सल्ट प्लस हाइड्रोजन ग्यास माथिको जस्तै जसरी एसिडले पनि एसिड प्लस मेटल हुँदा सल्ट प्लस हाइड्रोजन ग्यास बनायो बेस प्लस मेटल हुँदा के हुन्छ भन्दा सल्ट प्लस हाइड्रोजन ग्यास भयो र भिडियो हेर्दै माथि लेखेको पनि नानीहरूले हेर्ने है ल अनि जुन चाहिँ बेस छ यहाँ बेस चाहिँ NaOH चाहिँ मुनिको लास्टको रिएक्सन हेर्नु NaOH प्लस जेठेन भनेको मेटल र NaOH भनेको चाहिँ बेस भयो यो दुईटा रिएक्ट गर्यो भने चाहिँ के बनाउँछ भन्दा फेरि सल्ट प्लस हाइड्रोजन ग्यासलाई बनाउँछ रिएक्सन राम्रो गरी हेर्ने अनि यो भिडियोलाई पज गरेर 2-4 पन्ना लेख्ने ओके लेखेनौ भने तिमीलाई थाहा हुनु सक्दैन ओके लेखिराख्नु पर्यो ल अब फेरि अर्को कुरा आयो हाउ डज बेसिस रिएक्ट विथ एसिड र बेसको रिएक्सन कसरी हुन्छ र एसिड जो छ त्यो चाहिँ बेससँग अघि चाहिँ हामीले एसिड प्लस मेटल पढ्यो सेकेन्ड टाइममा पढ्यो बेस प्लस मेटल पढ्यो अब हामी पढ्छ एसिड र बेस आफै रिएक्सन भयो भने के हुन्छ लु हेर्नु त यहाँनिर यस अल बेसिस रिएक्ट विथ द एसिड दिस इज नोन एज द neutralization reaction okay neutralization reaction so what is neutralization reaction भने bases and acid react with each other and they cancel the power of each other and form a neutral salt and water and this process is called the reaction of neutralization एसिड र बेस भएर जुन चाहिँ एसिड र बेसको रिएक्सन भएर न्यूट्रल चिज बनाउँछ सल्ट प्लस वाटर बनाउँछ द्याट इज कल्ड न्यूट्रलाइजेसन रिएक्सन ओके र हामी डज अल बेसेस रिएक्ट विथ एसिड सबै बेसले रिएक्ट गर्छ एसिडसँग भन्ने कुरा आयो हैन के रहेछ यसको हेरौँ है भेरी फ्यु मेटलले मात्रै बेसेससँग रिएक्सन गर्छ ओके सो यहाँ हामीले पढ्छ हाउ डु एसिड एन्ड बेसेस रिएक्ट विथ मेटल एसिडले र बेससँग कसरी रिएक्ट गर्छ अब हाम्रो कुरा यो यहाँनिर एसिड रिएक्ट विथ मोस्ट अफ द मेटल एसिडले चाहिँ प्रायः जस्तो मेटल सबैसँग रिएक्सन गर्छ तर बेसले चाहिँ सबैजना मेटलसँग रिएक्सन गर्दैन बेसले रिएक्ट गर्ने मेटल भनेको चाहिँ जस्तो अल्युमिनियम छ जिङ्क छ जिङ्क मेटल छ अनि यो कम्ती मेटलसँग मात्रै यो बेसहरूले रिएक्सन गरेर सोडियम जिङ्केट बनाउँछ
सो हामीलाई के थाहा भयो भने सबै मेटलले चाहिँ एसिडसँग रिएक्सन गर्छ, तर बेसले चाहिँ सबै मेटलसँग चाहिँ रिएक्ट गर्दैन भनेर हामीले बुझिराख्नु पर्ने कुरा छ। बुझ्यो त कुरा एकपल्ट एकछिन भिडियोलाई रोकेर ट्राई गर्नु त। ल नानीहरू, अब आउने हाम्रो कुरा फेरि रिभिजन गरेको ल। न्युट्रलाइजेसन रिएक्सन के हो भन्दा यो चाहिँ छ HCl भनेको एसिड प्लस नक्सामा मजाले बताएको छ है, त्यहाँ रातो एसिड रहेछ प्लस ग्रिन कलरको चाहिँ बेस रहेछ NaOH र HCl रिएक्सन गरेछ, के बनायो भन्दा NaCl प्लस वाटर बनाएछ, रिएक्सन अफ न्युट्रलाइजेसन यहाँनिर भएछ। र नानीहरूले बुझ्यो, न्युट्रलाइजेसन रिएक्सन बुझ्यो, आजदेखि बुझ्यो है, बुझेको थिएन भने एकदम शुद्ध नेपालीमा बताएको छु, मजाले बुझोस् भन्न चाहन्छु। भविष्यमा कहिले पनि यसलाई किताब हेर्नु नपरोस्, बुझ्दा बुझ्दै बुझिहालिन्छ ल। यसो बुझ्छु भने नि बुझिहालिन्छ नि। र यहाँ हामी के देख्दैछौँ, अब अर्को कन्टेन्ट आयो है, एसिड प्लस मेटल कार्बोनेट। कार्बोनेट भनेको CO3, मेटल भनेको चाहिँ अब Na भयो, Na2CO3 भनेको चाहिँ मेटल कार्बोनेट प्लस HCl भनेको एसिड, मेटल कार्बोनेट र एसिड रिएक्सन भयो भने के बनिन्छ भनेको नि त। के बनिन्छ भन्दा त्यहाँ प्रोडक्ट त्यहाँ लेखेको छ, लु पढ्नु त के लेखेको छ प्रोडक्ट। प्रोडक्ट के बन्यो भन्दा चाहिँ नि सल्ट बन्यो, NaCl सल्ट, वाटर कार्बन डाइअक्साइड बन्यो, सल्ट वाटर कार्बन डाइअक्साइड के बन्यो, सोडियम कार्बोनेट HCl सँग रिएक्सन भने NaCl सल्ट भयो, वाटर प्लस कार्बोनेट बन्यो। सिम्पल, ओके, भेरी सिम्पल। हेलो, पढ्दा पढ्दा बोरिङ भयो होला, दामी खालको सिन है, द सो ब्युटिफुल प्लेस। I think you are tired of reading, memorizing my content. Okay, no matter. However, life is, but you have to struggle by yourself. The quotation is saying that you carry your own water. आफूले पानी बोक्नु पर्यो भने त भ्यालु हुन्छ एक एक थोपाको भनेर नि त ल। अलिकति रिल्याक्स भयो होला नि, भयो। ल त नानीहरू, अब हामी अर्को कन्टेन्ट पढ्ने, pH स्केल। pH भनेको द पोटेन्सियल अफ हाइड्रोजन, हाइड्रोजनको पावर क्या त, हाइड्रोजनको पावर भनेर पढ्ने। pH स्केल के हो भने दिस इज द पोटेन्सियल अफ हाइड्रोजन। अब यसले चाहिँ हामीले के बताउँछ, म नेपालीमा राम्रो बताउँछु पहिला है। र कुनै पनि चिजमा H प्लस आयोन चाहिँ बेसी छ भने एसिडिक भयो, कुनै पनि चिजमा OH माइनस आयोन, OH माइनस भने के हो, अघिदेखि भनेको छौँ हाइड्रोक्साइड, हाइड्रोक्साइड आयोन बेसी छ भने त्यो चाहिँ बेस हुन्छ है। H प्लस आयोन बेसी छ भने के हुन्छ अरे, H को माथि दाहिनेपट्टि माथि प्लस लेख्नुपर्छ, ION आयोन, H प्लस आयोन बेसी छ भने एसिड भयो, OH माइनस आयोन बेसी छ भने बेस भयो। एउटा सल्युसन छ जसमा OH, त्यसले त हामीले के भयो त, OH माइनस बेसी छ भने बेस भयो, चिजहरू बेसिक भयो, अनि H प्लस बेसी छ भने चाहिँ भयो, त्यो चाहिँ एसिड भयो। एउटा सल्युसन छ अरे जसमा H प्लस पनि छ अरे, OH माइनस पनि छ अरे, तर OH माइनस चाहिँ बेसी छ अरे H प्लसको पर्सेन्टेजमा। यो सल्युसन के हो, OH माइनस बेसी छ मतलब यो सल्युसन चाहिँ बेसीको। एउटा यस्तो खालको सल्युसन छ अरे जसमा एसिड र बेस बराबर छ अरे क्या, मतलब H प्लस आयोन र OH माइनस आयोन भनेको हाइड्रोक्साइड आयोन र H प्लस आयोन भनेको हाइड्रोजन आयोन। अबदेखि हामी यसो भन्ने, हाइड्रोजन आयोन भन्ने अन्त हाइड्रोक्साइड आयोन भन्ने, हाइड्रोक्साइड आयोन र हाइड्रोजन आयोन चाहिँ बराबर छ भने चाहिँ त्यो चाहिँ न्युट्रल भयो, त्यसले घोच्ने पोल्ने केही पनि काम गर्दैन, न्युट्रल सल्युसन भयो। आई थिङ्क द कन्सेप्ट इज क्लियर टु एभ्री वान अफ यु। अब वाट इज pH भनेको याद भयो त, भन्नु सक्ने हो। र pH भनेको द न्युमेरिकल मेजर युज टु डिटरमाइन हाउ एसिडिक अर बेसिक, बेसिक भनेर अल्कलाइन लेखेछ नि, वाटर बेस्ड सल्युसन इज स्ट्यान्डिङ फर द पावर अफ हाइड्रोजन। हाइड्रोजनको पावर कति हो भन्ने कुरा चाहिँ हाम्रो pH ले बताउँछ, एसिडिक छ कि बेसिक छ कि त्यो बताउने स्केललाई हामीले pH भन्छ, पोटेन्सियल अफ हाइड्रोजन। ओके, अब हामी बुझौँ कि pH को स्केल चाहिँ कति हो। न्युट्रलमा कति छ, 7 छ, पर्फेक्टली ब्यालेन्स छ होइन, मिनिङ इट इज नाइदर एसिडिक नर बेसिक। pH 7 मिन्स इट इज न्युट्रल एन्ड द pH लेस देन 7 इज, 7 भन्दा कम्तीको pH छ भने एसिडिक हो। अघि हामी कुरा गऱ्यौँ होइन, रिभिजनल क्लास गराउँदैछु है। 7 देखि मुनिको छ भने के छ, pH less than 7 is acidic, 1 is strongly acidic,
अनि pH मोर देन 7 8 देखि 14 सम्म चाहिँ बेसिक भयो। सो 14 इज स्ट्रङली बेसिक, 8 र 9 इज विकली बेसिक। जाने होला कुराकानी है। अब यसमा त्यति साह्रो बेसी भन्नु पर्दैन होला। ब्लू कलर हुँदै गएको छ, पहिला रेड छ होइन। कहिले पनि हामी युनिभर्सल इन्डिकेटर पेपरले टेस्ट गऱ्यौँ भने एसिड छ भने रातो हुन्छ, बेसिक छ भने ब्लू कलरको हुन्छ। याद भयो नि त्यो कुराहरू होइन? भयो, पक्का भयो। लु अब यो चाहिँ आफै गर्नु त। नम्बर 1 के हो मेरो क्वेसन ल। नम्बर 6 के हो, नम्बर 10 के हो, नम्बर 14 के हो। नम्बर 1 स्ट्रङली एसिड हो, नम्बर 6 के हो विकली एसिडिक हो, नम्बर 9 10 के हो विकली बेसिक हो, नम्बर 14 के हो स्ट्रङली अल्कलाइन हो। Now we will start the uses of some common salt. अब कमन सल्ट भन्नाले चाहिँ NaCl पनि भयो, बेकिङ सोडा पनि भयो, बेकिङ पाउडर पनि भयो, अनि सोडियम हाइड्रोक्साइड पनि भयो। बेसिसहरू यो सल्टहरू। फर्स्ट अफ अल हामीले चिनिहाल्नु यो कमन सल्ट। कमन सल्ट भनेको NaCl। ब्राइनलाई इलेक्ट्रोलाइसिस गर्दा ब्राइन भनेको कन्सन्ट्रेटेड नुनको सल्ट हो, बाक्लो नुनको सल्ट। नुन बेसी भएको सल्टलाई हामीले ब्राइन सल्ट भन्छ होइन। त्यो ब्राइन सल्टलाई चाहिँ इलेक्ट्रोलाइसिस गर्दा के भनिन्छ भने NaOH भनिन्छ। NaOH चाहिँ अल्कली भयो। अल्कली भनेको चाहिँ बेस हो। बेस जुन चाहिँ पानीमा फिटिन्छ द्याट इज कल्ड द अल्कली। र यो अल्कली पनि बन्यो अनि क्लोरिन ग्यास पनि बनिन्छ यसमा, Cl2 ग्यास बनिन्छ। Cl2 ग्यास भनेकोले के भने हामीले यसलाई क्लोरिन भयो, क्लोर भयो। अर्को चाहिँ अल्कली चाहिँ NaOH, क्लोर अल्कली प्रोसेस भयो। क्लोर अल्कली प्रोसेस चाहिँ त्यस कारणले हामीले यसलाई बनेको हौँ। र अब हामी पढ्छौँ कि ब्लिचिङ पाउडरको बारेमा। ब्लिचिङ पाउडरको फर्मुला छ CaOCl2। यो ब्लिचिङ पाउडरको फर्मुला भयो। ब्लिचिङ पाउडर कसरी बन्यो भन्दाखेरि चाहिँ क्याल्सियम हाइड्रोक्साइड, चुनापानीले क्याल्सियम हाइड्रोक्साइड हुन्छ, प्लस अघि बनेको Cl2 जुन चाहिँ क्लोर अल्कली प्रोसेसमा बनेको Cl2 लाई युज गर्दाखेरि के भनिन्छ CaOCl2। CaOCl2 इज द ब्लिचिङ। र हामीले हेर्दैछौँ क्लोर अल्कली प्रोसेस अघि पढेको है, त्यो NaCl प्लस वाटर भनेको ब्राइन भयो, नुन पानी भयो। नुन पानीलाई इलेक्ट्रोलाइसिस गरेर NaOH बनायो, त्यो चाहिँ अल्कली भयो। र अब हामीले पढ्ने चाहिँ NaHCO3 हो। NaHCO3 भने Na भनेको सोडियम, H भनेको हाइड्रोजन, CO3 भनेको कार्बोनेट। सोडियम हाइड्रोजन कार्बोनेट भनेको खाने सोडा, जसलाई हामीले बेकिङ पाउडर भन्छ है, बेकिङ सोडा पनि भन्छ। र यो बेकिङ सोडालाई को प्रिपरेसनमा 4वटा चिज चाहिएको छ, तिमीले देख्न सक्छौ। NaCl छ, वाटर छ भनेको पानी हालिहाल्यो, अन्त कार्बन डाइअक्साइड पनि छ, एमोनिया छ। यतिले यो चिजहरू बनिएको छ। र हामीले अब युजेस अफ बेकिङ सोडा आयो। बेकिङ सोडा केमा चलाउँछ भन्दा बेकिङ फ्याक्ट्रीमा चलाउँछ। बेकिङ फ्याक्ट्री भनेको केक मेकिङ फ्याक्ट्रीमा। रोटीमा हाल्दाखेरि खाने सोडा किन रोटीमा हाल्छौँ? रोटीमा हाल्दा रोटी चाहिँ नरम हुन्छ अरे, अन्त फुलिन्छ अरे। त रोटी चाहिँ किन फुलिन्छ भनेर क्वेसन आउँछ। वाइ डज केक्स राइजेस अन एडिङ द बेकिङ पाउडर अन इट? यसमा हाल्दाखेरि किन रोटी फुलिन्छ भन्दा ड्यू टु द फर्मेसन अफ लार्ज अमाउन्ट अफ कार्बन डाइअक्साइड। द्याट कार्बन डाइअक्साइड कजेस द ब्रेड टु स्वेल अप। रोटीहरूलाई फुलिनुमा हेल्प गर्छ अनि नरम पनि बनाउँछ। कार्बन डाइअक्साइडको कारणले रोटी फुलिएको क्वेसन आउला। रोटी किन फुलियो भने बेकिङ सोडा लाउँदा भन्दा चाहिँ कार्बन डाइअक्साइडको कारणले रोटी फुलिएको हो। हामीलाई क्वेसन आउँछ कि रोटी किन फुलिन्छ, राइट द केमिकल रिएक्सन भन्यो भने यो जुन चाहिँ केमिकल रिएक्सन छ नि NaHCO3 भनेको यो चिज भनेको बेकिङ सोडा रोटीमा लगाउँदा चाहिँ CO2 बनिन्छ। यो रिएक्सन हामीले हेऱ्यौँ। अब युजेस अफ बेकिङ सोडा आयो। बेकिङ सोडा युजेस के हुन्छ भन्दा केक फ्याक्ट्रीमा हुन्छ, इन्डस्ट्रीहरूमा हुन्छ, बेकिङ फ्याक्ट्रीहरूमा हुन्छ, हाउस होल्डमा पनि यसलाई रोटीलाई फुलाउनु। अब हामीले याद गर्नुपर्ने कुरा भनेको चाहिँ वासिङ सोडा हो। वासिङ सोडाको फर्मुला के छ? Na2CO3 डट 10 मोलिक्युल अफ वाटर। त्यो 10 मोलिक्युल अफ वाटर के हो भने वाटर अफ क्रिस्टलाइजेसन